प्रेसर दिनुभयो यार कसरी गाउँछ भनेर यो तपाईँले भन्नुभयो यस्तो म बोल्नु क्या पहिलोचोटि प्रड्युसर भयो प्रड्युसर यस्तो हो सिनेमा हलमा लाग्नु भनेको चाहिँ हामीले वर्ष दिनभरि अथवा 2 वर्ष पढेर इक्जाम दिएको जस्तो हो नि त अनि त्यसको रिजल्ट कस्तो आउँछ भन्ने कुरा हो क्या अनि अब हाम्रो म अरूको त अब कुरा गर्दिनँ सबैले आफ्नो मेहनत मैले जहिले पनि फर्स्ट डिभिजन अथवा डिस्टिङसन अथवा राम्रो मार्क्सले पास हुन्छु भनेरै बनाउनु भएको हुन्छ हाम्रो सन्दर्भमा कुरा गर्ने हो भने चाहिँ हामी चाहिँ कस्तो कुरामा विश्वास गर्छौँ भनेदेखि हामी जुन पेपरको इक्जाम दिन तयारी गर्दै हुन्छौँ त्यो पूर्ण तयारी नहुन्जेलसम्म हामी इक्जाम सेन्टरमै छिर्दैनौँ हाम्रो लागि बरु इक्जाम अलि साह्रो भन्छौँ इक्जाम भनेको चाहिँ सुटिङ जस्तो हो होइन हाम्रो होल प्रोसेस त्यही भएर हामी यस्तो कन्फिडेन्ट भएर जान्छौँ कि सुटिङमा जाँदाखेरि हाम्रो तर्फबाट चाहिँ हामी 100मा 100 ल्याउँछौँ भनेर जान्छौँ होइन आजको दिनसम्म अडियन्सले पनि जहिले पनि विश्वासै गर्नु भएको छ तपाईँले भने एकदमै सही कुरा गर्ने हामी जहिले पनि प्रेस मिट गर्ने बेलामा इन्डस्ट्री तलै पुगिसकेको हुन्छ अब तपाईँहरूले कसरी उठाउनुहुन्छ भनेर आउँछ यसपालि पनि तपाईँहरूको शुभकामना आशीर्वाद साथ सहयोग यस्तो धेरै छ होइन हाम्रो सबै कुराहरूलाई चाहिँ दर्शक माझ पुर्याउने यति धेरै सहयोग गर्नुभएको छ र दर्शकसँग पुगेर दर्शकहरू यति धेरै एक्साइटेड हुनुहुन्छ कि यो सिनेमा हेर्नको लागि पक्कै पनि तपाईँहरूले भने जस्तै मेरो विचारमा बक्स अफिसमा पनि हाम्रै रेकर्डलाई पनि राम्रै गरोस् यसपालि भन्ने लागिरहेछ जस्तो नेपाली चलचित्र माथि उठ्नै सकेन पुरानै धर्रा पुरानै कथा पुरानै लय पुरानै धार त्योभन्दा माथि उठ्न सकेन भन्ने चाहिँ त्यो पर्थाला लाली बजारले कसरी चिन्छ त्यो त अब हामीले हाम्रो कन्टेन्ट हेर्दाखेरि तपाईँले पनि भन्नुहुन्छ नि त फरक देखेको छ है यसपालि सिनेमा चाहिँ आइरहेको सिनेमाभन्दा फरक छ होइन ट्रेलर हेर्दाखेरि नै मान्छे रुनुभयो भन्नुहुन्छ सिरिङ्ग भयो भन्नुहुन्छ होइन एकदम नयाँ किसिमको छ भन्नुभएको छ त्यो हिसाबले पनि हाम्रो चाहना के भने एउटै चिज ल्याएर त इन्डस्ट्री आउँदैन नि त एउटै टेस्टको खानेकुरा ल्याइरह्यो भने त खाने मान्छेले वाउ फेरि खाउँ भन्दैन नि त त्यो आइरहेको चिजभन्दा फरक आयो भने पो हो त त्यो भएर लाली बजारले त्यो कुरामा पनि काम गर्छ जस्तो लाग्छ एकदमै एकदमै तपाईँको माइक चाहिँ अगाडि तपाईँको चाहिँ अगाडि आउनु पर्यो स्वस्तिमाजीलाई मेरो प्रश्न आजभन्दा 10 वर्ष अगाडि 8-10 वर्ष अगाडि स्वस्तिमाजीले प्रियङ्का कार्कीजीलाई म तपाईँको फ्यान होइन एकदमै दिदीलाई हेरेर अभिनय हामी सिक्छौँ भनिरहेको अहिले फिल्म क्षेत्रमा धेरै नवकलाकारहरू तपाईँको फ्यान हुनुहुन्छ होइन अहिले पनि यहाँनिर उहाँले बोल्ने क्रममा पनि भन्नुभयो यो जर्नीलाई चाहिँ तपाईँ कसरी लिनुहुन्छ अनि त्यो 10 वर्षको अभिनय परिवारमा स्वस्तिमाजीले धेरै फिल्ममा चाहिँ चरित्र निर्वाह गरिसक्नु भएको छ कस्तो लाग्छ त्यो जर्नी होइन यो विषयवस्तुका हिसाबले एकदमै त्यो बाहिरको अडियन्सहरू होइन उहाँहरूलाई पनि एकदमै हेर्न रुचाउने खालको विषयवस्तु हो यो होइन उहाँहरूले किनभने हजुर अनि अब तर हामीले चाहिँ अब हामी चाहिँ नेपालकै फेस्टिभलमा विश्वास गरिरहेछौँ अहिलेसम्म दसैँ तिहार होइन बाहिरको फेस्टिभल भन्दा पनि यहाँ अब अहिले हाम्रो बुद्ध जयन्तीको फेस्टिभल त्यो दिन रिलिज भइरहेछ त्यो पछि उभौली हो ए फेस्टिभलकै दिन त बुद्ध जयन्ती मे फर्स्ट श्रमिक दिवस भदौमा 30 पनि आउँछ दसैँसम्म जाओस् न सबै फेस्टिभल होइन एकदमै तपाईँले उठाउनु भएको कुरा एकदम सही हो यो विषयवस्तुका हिसाबले साँच्चीकै ग्लोबल अडियन्सहरूका लागि पनि होइन मेकरहरूको लागि पनि एकदमै हेर्नुपर्ने विषयवस्तु हो कि हामीले जुन एउटा समुदायको वर्षौँदेखिको राज्यले समाजले होइन थिचोमिचो अन्याय अत्याचार जुन विभेद गर्यो त्यो घाउ एउटा चोट बाहिरबाट हेर्दा अहिले अलिअलि घाउ नभएको जस्तो लाग्छ तर भित्र पिल्लेको जुन घाउ बनाइरहेछ त्यो संस्कार एउटा छ नि त अहिले पनि त्यो समुदायबाट त्यो चिज हटिसक्यो तैपनि त्यो अहिले पनि त्यो थर आउँदा मान्छेले हेर्ने नजर भने त्यो अझै त्यो धङधङी अझै पनि छ क्या
त्यो अनि त्यो चिजलाई चाहिँ सधैँको लागि सबैले हट्नुपर्छ, उहाँहरूलाई चाहिँ सम्मानपूर्वक चाहिँ हेरिनुपर्छ, न कि फेरि पहिलाको कुरा सम्झेर यो गर्ने भन्ने यो विषयवस्तु त सबैको ठाउँको मान्छेलाई छुने कुरा भयो होइन। तर अहिले चाहिँ हामीले त्यतातिर सोचेको छैनौँ, बाहिरतिरको लागि चाहिँ पहिला नेपाल रिलिज गरौँ, नेपाली भाषीहरू संसारभर रहेका मान्छेहरूलाई उहाँहरूको लागि रिलिज गरौँ, त्यसपछि इन्टरनेसनली जाने कुरा त छँदैछ। मेरो लास्ट रविन्द्र सिंहबानीलाई रविन्द्र दाईले गरिराखेको पात्रहरू धेरै फरक फरक पात्रहरू भूमिकाहरू निर्वाह गरिसक्नु भएको छ, एकदम धेरै इन्सपायरिङ। अनि हिरोको त्यो एउटा समाजको हिरोको एउटा रोलहरू निभाइरहेको, अहिले चाहिँ समाजको एउटा भिलेनको रूपमा होइन, त्यसले चाहिँ कति सफल हुनुहुन्छ। अनि त्यसपछि अनि सुरुमा स्क्रिप्ट होइन तपाईँले पढ्नुभयो, अनि कतिको त्यो बेला के लागेको थियो, अनि अहिले पढेर आउँदाखेरि मान्छेहरू कतिको डराइरहेको छ, किनभने तपाईँको पात्रबाट चाहिँ दर्शकहरू र जति पनि मान्छेहरू छ त्यो चाहिँ हेर्दाखेरि डराउनु पर्ने टाइपको होइन, त्यो बालबच्चाहरू त अझ धेरै डराउनु पर्ने टाइपको सोझा बन्न रास्ता भएका अलिकति कतिको च्यालेन्जिङ यो जर्नी। मलाई त अर्कै रोल गर्नु मन थियो, अडिसन पनि दिएको। मलाई नारायणको रोल गर्नु मन थियो, नदिएका। साँच्ची भित्री कुरा भन्दाखेरि एज अ एक्टर चाहिँ नारायणको रोल गर्नु मन थियो मलाई। स्वस्तिमालाई समेत मैले फोर्स लगाएको, स्वस्तिमा मलाई यो रोल दाइसँग भयो भने मलाई कम्फर्टेबल हुन्छ भन्देऊ न भनेको मैले म्यासेज गरेको छु, कसैलाई थाहा छैन यिनीहरूलाई। किनभने एउटा रोल अब जस्तो गर्छु नि, यो चाहिँ तपाईँले हेर्दाखेरि हाम्रो टलकजङ भर्सेस टुल्के जो हामी पहिलो हामी मामा हामी भएर गर्दाखेरि जुन मैले विनय बाबुको रोल गरेको थिएँ, त्यो एउटा पहाडको एउटा जमिनदारीको छोरो जस्तो एउटा त्यो जमिनदारी थियो, त्यो त्यसैको अलिकति एक्सटेन्डेड भर्सन अफ त्यो पहाडको तराईको हो। यो यसमा बिल्कुल नयाँ भनेर त्यो एज अ चरित्रको हिसाबले छैन, तर त्यो चरित्रको नियत र त्यहाँको त्यो परिस्थिति हेर्दाखेरि चाहिँ त्यो लार्जर देन लाइफ, त्यहाँनिर बाँचेका ती राजाहरू पुरानो त्यहाँका जमिनदारका छोराहरूले बाँचेको लाइफ देखायो भने त्यो एउटा फिल्म बन्छ। अर्कै यो पात्रलाई त अन्याय भएको छ नि, नेगेटिभ पार्ट मात्रै देखाउनु भयो, यसको पोजिटिभ पार्ट होला नि त्यहाँ। त्यो मान्छेले कतिजनालाई घर पालेको छ, हजारौँजनालाई के गरेछ, मलाई चाहिँ अन्याय भइरहेको छ पात्रले जस्तो लाग्छ। एउटा मधुबालासँगको मात्रै मेरो डाइमेन्सन देखाइयो कि, त्यही भएर फेरि फिल्म बनाउनुहोस्, यो शमशेर राजाकै मात्रै कथा बनाउनुहोस्, एउटा यसले त्यहाँ समाजलाई दिएको योगदानको बारेमा बनाउनुहोस् भन्न खोजेँ। एउटा चरित्रको एउटा पाटो मात्रै हेरेको। एज अ व्यक्तिगत रूपमा चाहिँ जुन त्यहाँ हामीहरूले रिसर्चको क्रममा उहाँकै साथीहरू हुनुहुँदो रहेछ, ती बेलाका राजाका छोराहरू, राजा अर्थले त्यहाँका जुन जस्तो जमिनदारका छोराहरू, त्यो भोगेका कुराहरू त्यहाँ उहाँहरूले गरेको रमाइलो कुरा सम्झिँदा त अब जिन्दगीमा भोग्न नपाए पनि चरित्रमा भए पनि त्यहाँका दुःखमा कुरामा पनि मैले गरेका पापहरू कट्टियोस्। त्यो फिल्ममै गरेर भए पनि कम्तीमा मैले गर्नुपर्ने भोलिका दिनमा ती चाहिँ अपुण्य कामहरू चाहिँ फिल्ममै भयो नि अपुण्य गरेर सकियोस् भन्ने लाग्यो, त्यति अपुण्य गरियो होइन। तर अब यस आरामको रमाइलोको कुरा गर्ने हो भने ती पन्छी राजाहरू लगायत त्यहाँका ती यस्ता चाहिँ राजाहरूका छोराहरूको रहेछन् कि त्यो छुट्टो एउटा लभ स्टोरी फिल्महरू बन्नेहरूदेखि लिएर त्यहाँ यति रमाइलो कथाहरू छ कि अब यो एउटा पात्रको एउटा परिवेशको एउटा डाइमेन्सन चाहिँ तपाईँहरूले देख्नुहुन्छ। अझै चाहिँ मलाई एज अ कलाकार चाहिँ त्यो चरित्र चाहिँ अब अहिले आएर हामी देख्दा पात्रमा चरित्रमा एउटा पर्दामा देख्दा डराइरहेको छौँ। त्यहाँ आमा दिदी बहिनीले दिनकै डराएर घरमा ढोका हुन्थेन, त्यो के भन्छ त्यो छपरी लगाएर त्यसरी बसेको ढोकाहरू जतिखेर पनि खुल्थ्यो, जतिखेर उठाएर लाने खालको त्यो त्रासदीमा दिदीबहिनीहरू बाँच्नु भएको थियो कुनै बेला। त्यसको कम्पेन्सेट दिनुपर्छ अब सरकारलेदेखि लिएर, जुन सरकारदेखि लिएर त्यो बेलाको तत्कालीन त्यहाँका जुन राज्यका जो अञ्चलाधीश हुनदेखि लिएर त्यहाँको राज्य जो संयन्त्र थियो त्यहाँ यति चाहिँ त्यो दयनीय अवस्थामा हुनुहुन्थ्यो कि त्यो समुदाय अब कसलाई भन्न जाने, त्यो अन्याय भएको। जस्तो त्यो चाहिँ प्रतिनिधिमूलक रूपमा एकजनाको मात्रै होइन, फेरि त्यो एकजनाको कथा होइन, त्यो उहाँले त्यो बेलाको तत्कालीन ती पात्रहरूको सबैको चरित्रहरू मिसाएर एउटा चरित्र बनाउनु भएको हो। घृणाको हिसाबले मैले जहिले पनि के हेर्छु भने कसैलाई पनि एउटा डाइमेन्सनले हेर्दाखेरि, तपाईँलाई होस् कि जहिले पनि हामीले मूल्याङ्कन गर्दाखेरि एउटा डाइमेन्सनले हेर्दाखेरि अब घृणा लाग्छ। फेरि उसलाई बुझ्दै गयो भने उसको परवरिशदेखि लिएर उसको परिस्थितिदेखि लिएर उसले भएको सम्भावनादेखि सबै हेर्दाखेरि कतिपय पात्रहरू एज अ ह्युमनको हिसाबले चाहिँ फेरि माया पनि लाग्छ। तर उसले जुन मधुबाला अथवा त्यो समुदायप्रति गरेको पाप
र जुन खालको यौन दुर्व्यवहारहरू थियो त्यो प्रति त म आफैले त्यो हुन्थ्यो भने पनि क्षमा गर्न लागेको छैन।